पनि छोराछोरी पाएको देखाउँथ्यो पहिला पहिला। अहिले त्यताउति हान्दैछ। त्यहाँ एउटा नामर्द पनि त्यो के अरे त्यो सुड्डीको सेक्युरिटीमा बसेको देखिन्छ। ती बुढाबुढी भएरै यो खड्कालाई प्रयोग गरेर इस्टाब्लिस हुन खोज्या हुन् कि के हो त्यो मैले बुझेको छैन। तर अब इन्डियाको भिड पनि आकर्षित गर्ने, हिन्दीमा चाहिँ नि डिल गर्ने त्यो दाउ गरेर पाकिस्तानको एउटी आन्टी समाएर पशुपतिको बच्चा बाँधर त्यो के राउटे केटो पनि हेलिकप्टरमै डेटिङ गयो। त्यस्तै उसले पनि प्रयत्न गरेको होला। भन्ने एउटा मुसलमान पनि देख्छु। त्यो र त्यो आइमाइची बुढाबुढी होलान्। अनि बुढीलाई इस्टाब्लिस गर्न यो खड्कालाई चाहिँ मोडलको रूपमा मिसबिहेभ गरेको हो कि के हो? अनि त्यो पाकिस्तानको पब्लिकले चाहिँ सपोर्ट नदिने, नेपालले चाहिँ उसलाई सपोर्ट दिने कारण चाहिँ के हो त? यो खै के थाहा त। अब यो यता पपुलर भएकोले यसको नाम पनि उनीहरूले प्रयोग गरेका होलान्। उनीहरूका बुढाबुढी साथसाथै छन् जस्तो छ। बुढीको ड्युटी बसेर हिँडेको छ त सबिर अली कि भाइ हुनु पर्यो। अनि यसलाई चाहिँ आफू हिट खाना मात्रै, त्यो गुमनाम आइमाईहरूले हिट खाने पब्लिकको। अब आयुष ठकुर र एलिजेको बिहा भन्छ दाइ होइन? अब त्यो नागरिकता चाहिँ कहिले पाउँछिन् एलिजे बुहारीले दाइ? खोइ त्यो त अब कुन खालको हो, त्यस्तो खालको टिक्न गाह्रो हुन्छ। पछि दुइटै साउनी भएपछि दायाँ बायाँ दुइटैको हुनसक्छ। अनि जसरी मिल्यौँ त्यसै गरी छुट्यौँ भन्ने दिन नआओस्। तर त्यहाँ एज ग्याप पनि छ। के ट्र्याक हिस्टोरी पनि होला त्यो आन्टीको, पाकिस्तानी आन्टीको। त्यो अरबमा चर्ने उठ हो। धेरै मरुभूमिमा चरेको होला ऊ। धेरै मरुद्यान पानी पिएको होला। यो पशुपतिको एउटा बच्चा बाँदर हो। उनीहरूलाई त्यहाँबाट लाभै भयो, किनभने दुनियाँ लुट्न चाहिँ त्यो सस्पेन्स थ्रिलर नाटक अनेक गरे। हेलिकप्टरमा डेटिङ पनि सहे। ठुल्ठुला कोठी पनि बनाए। सुत्ने कोठीहरू पनि, घर बिल्डिङ पनि हाने। कोठा हो कि कोठी हो। अब तिनीहरूले पैसा कमाए। पैसा कमाउने मेल हो। मासुका चिप्ला भाँडा थापेपछि चाहिँ खास गरी नेपालको जनसङ्ख्या बाहिर छ क्या, एक्लै छ। त्यो कुण्ठाको एन्टेना खडा गरेर बसेको छ। छोरीमाथि तातो चिसो कस्तो हुन्छ बिर्सिसके। बच्चा खेलाउन पाएको हुँदैन। स्वास्नी साली सोल्टिनी जिस्किन पाएको हुँदैन। अनि त्यस्ता मान्छे चाहिँ तरुणीले भाँडा थापे मासुका चिप्ला भाँडा भनेपछि उहाँबाट मसला 12 मसला पड्काउँछन् के। अनि तिनीहरू त्यो छोरी मान्छे प्रयोग गरेर के अरे आर्थिक दोहन गरे। त्यस्तै हाम्रो यो खड्काले पनि, त्यो राउटे बाबुले पनि त्यो सफल प्रयोग गरेका होलान्। अनि यो अमित गिरी धेरै ठुलो गिफ्टर भन्नुहुन्छ, धेरै गेम पनि सबैभन्दा धेरै भ्युअर्स ल्याएको। उहाँको के छ दाइ चालचलन? खै मैले त्यो उनीसँग जम्काभेट गर्न पाएको छैन। उनी के हुन् हेर्दा भलादमी जस्तो देखिन्छन्, तर त्यो हाउ गेममा बस्छन्। राम्रोसँग चाहिँ नि पैसा उठाउँदा रहेछन्। एउटी भोटिनी टाइपकी कोसँग बिहा गरेर सँगैसँगै हिँड्छन्। आँखा अलि ठिक्कका भएको पात्रसँग। मैले धेरै जानेको छैन ती मान्छेलाई, तर चाहिँ नि पैसा चाहिँ मजाले उठाउँदा रहेछन्। उनी कुन धर्मको हुन् दाइ? थाहा छैन। अब सन्यासीको के धर्म होला र, पूजा लाउने बाहुन होइन ऊ। अब अहिले बिहा गरेकी उनकी कस्ती पात्र हुन् त्यो चाँडे त भेडासँग चर्दैछ कि। हाम्रो राज गुरुङजीको के अरे नजर परेको छ, दिव्य नजर। अनि दाइ पुण्य दाइको घरमा जानु भएको छ? त्यो टिकटकले बनाएको घरमा? कसको? पुण्य दाइको। पुण्य त ब्रेक त्यो त कट्टी छ नि। मेरो पछि लागेर चिनिएको मान्छे हो। मलाई देखाउने क्यामेरामै छेउछाउमा टाँसिएर चिनिएको मान्छे हो। अनि उनकी जेठी भाउजू मैले चिनेको, छोरी पनि देखेको। अनि दाइ पुण्य दाइको ससुराली कहाँ हो त? पहिला त ताप्लेजुङकी एकजना जोशी थिइन्, रसियाको के अरे त्यो लामी छाने एनआरएनको अध्यक्षले उनको किताब पनि छापिदिएको थियो। अनि बुढाबुढीको तनाव थियो। पहिला कमरेड भनेर तपाईँ भनेर बिहा गरेको रहेछ। पछि स्वास्नी त होस् नि त भनेपछि मुख छोड्छस् भनेर चप्पल हानी बुढीले। अनि छोरा नजन्मेर तनाव भएको थियो। अनि उनी आफ्नो बाटो लागिन्, यिनी आफ्नो बाटो लागे। डकुमेन्ट पनि च्याते होलान्। अनि अर्की लाटी केटी बिहा गरेर छोरो पाएर अहिले खुसीपूर्वक रहेका छन्। तर त्यो पहिलाकी श्रीमतीले तनाव दिएको बेला
डिप्रेसन भएको अम्लो चुस्ने बानी लागेको, अहिले पनि कराइरहने बानी उनको गएको छैन। तर पैसा चाहिँ उनले पहिला नक्कली माओवादी बनेर उठाएको हो सहरमा, घडेरी त्यहाँबाट किनेका हुन्। अनि एकजना दाजु बिमारी थिए, त्यो दाजुको उपचार गर्ने भनेर झम पैसा उठाएर त्यो दुहुनु गाई जस्तै बनाएर त्यहाँबाट एक तला बनाए। अनि पछि फेसबुकमा टिकटकमा मैले जोडिदिएपछि, ट्विटर युट्युबमा जोडिदिएपछि त्यहाँबाट समाजसेवा भन्दै झम मैले एकजना मान्छेले गिरी भन्ने अमेरिकाको भाइले फल्ना मान्छेलाई पीडित रहेछ त्यहाँ 10,000 पठाइदिनु भन्यो। मैले 2-4 युट्युबे लगेर पुऱ्याइदिएँ। भरे उसले के गरेछ, त्यो बिमारी मरिजाने बिमारी त 10,000 दिने हो भने मलाई 20,000 दिनुपर्छ भनेर चिटिङ गरेछ पुन्टेले, मैले ट्याग गरेको ठाउँमा। अनि दाजु तपाईँले ट्याग गरिदिनु भयो र पुन्टेले यसरी पैसा माग्यो, चिनिएको मान्छे नदिउँ पनि सकिन, दिइहाले एकचोटिलाई। भन कतिचोटि मागो त्यसरी, अनि त्यसरी पैसा उठाउने। अनि मैले एकचोटि भिरकुटीमाटामा मेरै जक्सनमा त्यो चिया खाने ठाउँमा साउलाई प्रोत्साहित गरेर बिल त हाम्रै चिया उसबाट तिरिहालिन्छ नि, वाइफाई राख भनेको थिएँ। अनि वाइफाईमा देखाइदिएँ। भाग्य नेउपाने भन्ने, हामनाथ नेउपाने भन्नेले, त्यो अंशु बरा भन्ने केटाले टिकटकबाट मागेर कतिवटा तरुणी व्यवस्थापन गरेको, कतिवटा चिया पसल खोलेको, कतिवटा घर बनाएको भन्ने रिपोर्ट आयो। अनि युट्युबबाट यसरी टिकटकबाट पनि यसरी कमिदो रहेछ नि भनेर मैले देखाइदिएँ। पुन्टे गोतामे त पुरा चिया खाइ नसके गाँठे, लो हिँड भनेर त्यो अर्को डुँडेके अरे हाम्रो नरनाथ गौतमहरू बोकेर